तपाईँहरूलाई थाहा छ दुबईमा चाहिँ 4 मेजर रोड छ जसले चाहिँ तपाईँको दुबईको एभ्री पार्ट अफ द सिटी तपाईँ जान सक्नुहुन्छ। तपाईँको फर्स्टमा रहेको छ तपाईँको शेख जायद रोड, जुन चाहिँ यो शेख जायद रोड चाहिँ वान अफ द मेजर रोड हो जसले चाहिँ तपाईँको डाउनटाउन एरिया नि कनेक्ट गर्छ, जहाँ चाहिँ तपाईँको बुर्ज खलिफा छ। र सेकेन्डमा रहेको छ तपाईँको अल्खिल रोड, देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको अल्खिल रोड हो, यहाँबाट यतासम्म पुगेको छ। र अर्को भनेको चाहिँ तपाईँको शेख मोहम्मद बिन जायद रोड हो, जसले चाहिँ भित्रबाट सबै दुबईको हेर्नु यहाँबाट यसरी गएको छ त्यो चाहिँ। र तपाईँको लास्ट एन्ड फाइनल भनेको तपाईँको एमिरेट्स रोड हो, जुन चाहिँ यो लास्टको एमिरेट्स रोड। र यो चारवटै रोडलाई जोड्ने अर्को एउटा रोड छ, त्यो भनेको एउटा एक्सपो रोड छ। र अर्को भनेको तपाईँको अल अलाइन दुबई रोड छ। र यो चारवटा मेजर रोड चाहिँ दुबईको एउटा इम्पोर्टेन्ट रोड हो, जसले चाहिँ दुबईको तपाईँ इच एन्ड एभ्री पार्ट अफ द सिटीमा जान सक्नुहुन्छ है। यदि तपाईँलाई दुबई आएर घुम्न मन छ भने चाहिँ तपाईँले जान्नुहोस् कि तपाईँको एउटा रहेको छ शेख जायद रोड, जुन चाहिँ E11 हो, अर्को अल्खिल रोड हो, जुन चाहिँ E44, र अर्को रहेको छ तपाईँको शेख मोहम्मद बिन जायद रोड, जुन हो E311, र लास्टमा रहेको छ तपाईँको एमिरेट्स हो, जुन हो तपाईँको E611। सो यो रहेको छ तपाईँको दुबईको होल म्याप।